पैसा कति छ निकाल निकाल छैन निकाल्छौ कि हान्दिउ मसँग भएको टकन टुकुन यति हो धन भएको बुद्धि नभएको उठे अरूले चाहिँ पैसा हुँदाखेरि पनि छैन भनेर तारेर कसो कसो गर्छ ऊ चाहिँ कसरी सकौँ भनेर सबैलाई पात बाँडेको जस्तो गरेर बाँड्दै हिँड्छ आफ्नै सालुले भिनाजु भनेर हात थापेपछि नदिनु अब दाइ भाउजूले आएर ज्वाइँ साहब तपाईँले बसन्तलाई 1 लाख रुपियाँ दिनुभएको भनेर सोध्नु भयो भने नि होइन भनेर भन्ने होइन तेरो दिमाग टाउ गएको छ कि चिप्लेर भुँडीमा झरौ 1 लाख रुपियाँ दिइसक्यो दिए छैन त कसरी भन्नु मैले भन भनेपछि भन न जान्ने हुने होइन धेरै म त्यसरी झुटो कुरो चाहिँ बोल्दिनँ यदि तिमीले पैसा दिएको छैन भनेर भन्यौ भने ठिकै छ दिएको छु भन्यौ भने नि तिमीलाई म सिधै डिभोर्स बिहा गरेको 9 वर्ष भयो एउटा बच्चा देला भनेको त डिभोर्स पो दिन्छु भन्छ है हेप्या तैँले मलाई हेप्या के गर्छौ अहिले मात्रै हेप्या जस्तो लाग्यो तिमीलाई बिहे गरेको 9 वर्षदेखि हेपेरै आइरहेको छु कति न मैले भनेको मान्छौ भने नि तिमीलाई बच्चा पनि दिन्छु इज्जत पनि दिन्छु यदि मान्दैनौ भने तिमीले त्यो किचकिची आमाको घरमा म जाँदिनँ तिमी एक्लै जाऊ घरमा पनि आमासँग झगडा गरेर जात्रा देखाइस् माइता पनि के जात्रा देखाउँछस् है तिम्री आमाको बेहोरै जात्रा देखाउने खालको छ त म के गरौँ आजै बच्चा भएन भनेको छ भोलि बच्चा भएन भनेको छ रहर गरेर मात्रै हुन्छ अब हुँदै हुँदैन त म के गरौँ हो घर जाउँ डक्टरले कोसिस गर भनेको छ ससुरालीमा कोसिस गर्ने वातावरणै छैन हौ ल ल ठिक छ घर पनि जाउँला सुन न बुढो म तिमीले जे भन्छौ त्यो पनि मान्छु तर बिन्ती छ मेरै खुसीको लागि तिमीले बसन्तलाई पैसा दिएको छैन भनेर भनिदेऊ न हेर तेरो खुसीको लागि म झुट चाहिँ बोल्दिनँ भिनाजु रक्सी त 1 बोतल मात्रै रहेछ के गर्ने घरै रक्सी पुर्याउन आउँदो रहेछ मुर्तरहरू ए मान्छेलाई लहटे पनि रक्सी त नलहट न